आज म तपाईहरुलाई साइन ल तपाईको फिजिक्समा पनि पढाइ हुन्छ र म चाहिँ तपाईलाई साइन ल दुनियाको सबैभन्दा इजिएस्ट मेथड, सबभन्दा सिम्पल मेथड म तपाईलाई पढाउन गइरहेको छु। त्यो जोसुकैले पनि बुझ्न सक्छ। आजको तपाईको टपिक हो साइन ल। जस्तै हाम्रो यो ट्रायंगल एबीसी छ। सपोज दैट ABC is your triangle. Yes, and यसको अपोजिट साइड्सहरुलाई के गर्छ त कोरेस्पोन्डिङ स्मल लेटरले डिनोट गर्छ सर्टकटको लागि। त यो भ्यालु तपाईको सी, यसको भ्यालु के ए, यसको भ्यालु के बी। कोरेस्पोन्डिङ साइड्सहरु हुन्छ नि, सी को अपोजिट साइड के भ्यालु तपाईको कोरेस्पोन्डिङ लेटर सानो सी ले डिनोट गरिदिन्छ। भर्टेक्स ए को अपोजिट साइड जुन हुन्छ नि, तो यसलाई चाहिँ यसको कोरेस्पोन्डिङ स्मल लेटर ए ले जनाइदिन्छ र भर्टेक्स बी को जुन अपोजिट साइड छ नि एसी, हैन, त एसी भन्नुको सट्टामा यदि तपाईले सानो बी भनिदिनु भयो भने यसको अर्थ त्यो एसी नै हुन्छ। ठीक छ। र एउटा कुरा चाहिँ बुझ्नु के पर्छ भने ट्रायंगल को एरिया निकाल्नको लागि हामीलाई हाफ बेस इन्टु हाइट, हाफ त बुझिहाल्यो फर्मुला को भइहाल्यो, बेस पनि हामीसँग सी छ अनि रहिहाल्यो हामीलाई हाइट को जरुरी। हामी हाइट तान्दियो, हाइट हामीले मानौ कि सीडी तान्दिए, हैन। त इन ट्रायंगल एबीसी, ड्रॉन सीडी परपेंडिकुलर केमा गर्दियो एबी, एबी मा सीडी के गर्दिनु परपेंडिकुलर ड्रा गर्दिनु, त्यही न हो। अनि तपाईलाई के चाहियो, हाइट चाहियो। हाइट भनेको हाम्रो यो सीडी हाइट चाहियो। यो हाम्रो यदि रेफरेन्स एंगल लिन्छु, रेफरेन्स एंगल त हामीले यो भनेको के भ्याल्छ, रेफरेन्स एंगल को अपोजिट साइड यो के भन्छ पी। कुरा बुझ्नु भयो, यो भ्याल्छ के राइट एंगल को अपोजिट साइड यो भन्छ के एच। त हामीलाई यो सीडी चाहिएको छ, त्यसर्थ हामीले तपाईको यहाँ कुरा बुझ्नु भएन। यो हाम्रो के भ्यालु, यो रेफरेन्स एंगल लियो भने यसको अपोजिट के हुन्छ, इन ए राइट एंगल ट्रायंगल। तपाईको राइट एंगल ट्रायंगलमा जस्तै एबीसी इज यो राइट एंगल ट्रायंगल, यो आदि हामीले रेफरेन्स एंगल लिन्छौं, यसको अपोजिट साइड के भन्छ यो पी। राइट एंगल को अपोजिट साइड के हुन्छ एच र यो भ्यालु के बी। ठीक छ नि। त हामीले सीडी भनेको यो यदि रेफरेन्स एंगल लिन्छु ए, त यो भ्याल्छ हाम्रो के पी। त पी जब भइहाल्छ त हाम्रो के रेशियो जुन यस्तो होस् आएर एच छ यहाँ हेर्नु, यो बी त छ नि बी। त यो बी भनेको राइट एंगल भनेको यता पनि भयो, राइट एंगल को अपोजिट के हुन्छ एच हुन्छ। त हामीलाई सुटेबल रेशियो या त कोसेक लिन सक्छौं या त साइन लिन सक्छौं, किनभने साइन को रेशियो हुन्छ के पी बाइ एच। त टेकिङ साइन ए इज इक्वल टु के हुन्छ हाम्रो पी बाइ एच भनेको अर्थ के भ्यालु सीडी बाइ, हैन, एच भनेको के बी। हामीलाई सीडी चाहिएको थियो, त देयरफोर हाम्रो के भ्यालु सीडी इज इक्वल टु, हैन, सीडी इज इक्वल टु के भ्यालु बी साइन ए। एउटा यो भइहाल्यो, हैन। अब यस्तै गरी तपाईले यदि यसको एरिया निकाल्नु हो भने यसको एरिया के हुन्छ, एरिया ए बराबर एरिया ए मान्नु एरिया बराबर के हुन्छ तपाईको सिधै एरिया राख्नु न। एरिया बराबर के भ्यालु, एरिया बराबर के हुन्छ हाफ, हैन। कसको एरिया हो, एरिया अफ ट्रायंगल, हैन। यसको हाफ के हुन्छ, एरिया अफ ट्रायंगल एबीसी के हुन्छ एरिया ल तपाईलाई लेख्न मन लाग्छ भने लेख्नुस्। एरिया अफ के भ्यालु ट्रायंगल एबीसी इज इक्वल टु के हुन्छ हाफ बेस इन्टु हाइट। बेस भनेको के एबी इन्टु हाइट भनेको के सीडी, हो कि हैन। त बराबर भइहाल्यो तपाईको हाफ अनि एबी भइहाल्यो के तपाईको
एबी भनेको सी छ नि, अनि सिडी भनेको हाम्रो के छ बी साइन ए, बी साइन ए। यसरी हाम्रो के भ्यालु हाफ हैन बीसी साइन ए, ठीक छ। अब यस्तै गरी म यो ए को ठाउँमा म बी राख्दिन्छु। अहिले रेफरेन्स एंगल हामीले के लिएको ए लिएको। यदि यही राइट एंगल ट्रायंगल म एउटा ट्रायंगल बनाउँछु अनि यसको मात्रै के गरिदिन्छु, यहाँ बी राख्दिन्छु, यहाँ ए सी राख्दिन्छु, यहाँ ए राख्दिन्छु। यसको अपोजिट साइडलाई सानो सी ले जनाउने, यसको अपोजिट साइडलाई सानो बी, यसको अपोजिट साइड के भ्यालु ए। अब हामीले एडी परपेंडिकुलर ड्रा गर्दियौ हाइट को लागि। अब तपाई यसलाई रेफरेन्स एंगल लिनुहुन्छ भने, यसलाई रेफरेन्स एंगल लिनुहुन्छ भने के हुन्छ यो तपाई sin b इज इक्वल टु हाम्रो के हुन्छ p बाइ h। त ad बाइ h भनेको के भ्यालु ab त और sin b इज इक्वल टु ad बाइ ab भनेको के भ्यालु c। देयरफोर ad इज इक्वल टु कति भ्यालु हाम्रो c sin b, ठीक छ। अब एरिया अफ ट्रायंगल ABC इक्वल टु हाफ हैन, के हुन्छ बेस इन्टु हाइट। त बेस भ्यालु तपाईको के a, हाइट भ्यालु के c sin b, त बराबर हाम्रो कति भ्यालु हाफ AC sin b, ठीक छ। सिमिलरली यदि यस्तै गरी हामीले अथवा तपाई हेरिहाल्नु, किन सिमिलरली हेर्ने यहाँ हेर्नु, मैले यो साइडमा अब यहाँ के राख्छु ए बी अनि यहाँ राख्छु सी, ठीक छ। अनि यसको म परपेंडिकुलर ड्रा गर्दिन्छु बीडी, ठीक छ। अनि यसको अपोजिट साइडलाई हामीले के मान्दिए रे बी, यसको अपोजिट साइड ए, यसको अपोजिट साइड सी। अनि यो हाम्रो रेफरेन्स एंगल भयो भने के हुन्छ sin c इज इक्वल टु के हुन्छ बीडी बाइ के हुन्छ हाम्रो बीसी, और के हुन्छ sin c इज इक्वल टु हाम्रो के हुन्छ बीडी भनेको बीडी हैन, बीसी भनेको के हाम्रो भ्यालु ए। देयरफोर के भ्यालु हाम्रो बीडी इज इक्वल टु ए sin c भ्यालु। अब एरिया हेर्नु, एरिया अफ ट्रायंगल ABC इज इक्वल टु हाफ हैन, बेस भनेको b इन्टु a sin c इज इक्वल टु कति भयो हाफ ab sin c, ठीक छ। अब हेर्नु यहाँ आखिर त यो तीनटै भनेको यही ट्रायंगल को एरिया हो। यही ट्रायंगल को एरिया के छ हाफ BC sin a। यसरी यही ट्रायंगल को एरिया मात्र मैले के गरे भर्टेक्सलाई के गरे चेन्ज गर्दिए, इन्टरचेन्ज गर्दिए। त इन्टरचेन्ज गर्दाखेरि के भ्यालु यसको आइहाल्यो हाफ AC sin b। यहाँ मैले के यो पनि के गरे भर्टेक्सलाई इन्टरचेन्ज गरिदियो अनि ठ्याक्कै के आइहाल्यो हाफ AB sin c। आखिर त यही ट्रायंगलको तीनटै एरिया हो। त हामीले यो एक यसलाई ए मान, यो एक नलेखे पनि हुन्छ, ए यो भ्यालु के बी, यो भ्यालु तपाईको सी। त फ्रम एबीसी बाट के हेर्यो हामीले फ्रम ए बी एन्ड सी बाट के हेर्यो, यो तीनटै बराबर भयो, तीनटै बराबर छ नि। यसको अर्थ के भयो तपाईले म यहाँ लेख्छु अर्थ यहाँ, अनि तपाईलाई के भइहाल्यो कि हाफ BC sin a, BC sin a इज इक्वल टु कति भ्यालु हाफ अर्को को छ AC sin b इज इक्वल टु हाफ कति छ AB sin c। त हाफ हाफ सबैतिर क्यान्सल भइहाल्यो। अब हाम्रो जुन छ नि त्यो BC sin a इज इक्वल टु कति भ्यालु AC इज इक्वल टु कति भ्यालु AB sin c। यदि हामीले सबैलाई ABC ले डिभाइड गरिदियो भने ABC ले यसलाई सर्ट बनाउनको लागि
सर्ट बनाउनको लागि त के भइहाल्यो तपाईको के भइहाल्यो हेर्नु त therefore के भइहाल्यो BC BC कटिहाल्यो sin A by A is equal to sin B by B is equal to कति भयो sin C by C हो यही साइन हो चाहे यसलाई हामीले पल्टाएर पनि लेख्न सक्छौं यसलाई यसरी पनि लेखिन्छ therefore A by sin A सबैतिर पल्टाइदिने B by sin B is equal to C by sin C is equal to के भइहाल्यो C by sin C यो हो तपाईको sin A by sin A is equal to B by sin B is equal to C by sin C यो तपाईको साइन्समा पनि प्राय हुन्छ यो 100% प्राय हुन्छ र यो म्याथमेटिकली मैले तपाईको देखाइदिए यो र यो भन्दा सजिलो मेथड हुन सक्दैन ओके